बिहानदेखि पानी परेको रहेछ। बिहान लगभग 9 बज्न लाग्यो, पानी परेको छैन, पानी निस्किन सकेको छैन। यता छौँ ल, अब हामी रेडी हुँदैछौँ। रेडी रेडी हो ल, निस्क्यौँ अब हामी। यो कहाँ राख्ने, यो किन बाहिर राख्यो? जुत्तै लगाख्नु, जुत्तै लगाख्नु, यो बोक्नु पर्दैन ल ल। भात खाएर घुम्नु पर्छ अब। भात त नखाने पहिले अनि घुम्नु के अन्त पानी परेको रहेछ। ल हामी चाहिँ होटलबाटै निस्क्यौँ अब। पानी परेको रहेछ, बुढाबुढी घुम्नु गएको पोखरा पानी परेर भिज्यो। फर्स्ट टाइम पोखरा मान्छेको एक्सपिरियन्स त हो। कस्तो नरमाइलो भयो पानी परेर। पानी परेछ यस्तो पानी परिरहेको पोखरामा बिहानदेखि। हामी बुढाबुढी छाता ओढेरै हिँड्नु। हामी चाहिँ जाँदैछौँ मन्दिर, ए पालबारी मन्दिर जाँदैछौँ। जान चाहिँ अब त्यहाँ डुङ्गा चल्दै पानी परिरहेको हेरौँ। हेरौँ। तालबारी मन्दिर आइपुग्यो हामी अहिले चाहिँ। बुढाबुढी चाहिँ आज तालबारी मन्दिर। पहिला मन्दिर छिरौँ पूजा गरौँ अनि सहयोग गर्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। सम्पूर्ण सहयोगी दाताहरूमा माता तालबारको कृपा सधैँ बढिरहेको होस्। यहाँको दिन शुभ होस्। मन्दिर भत्काएको भएर अनि अहिले चाहिँ यो हो कि फुगालौँ न। कहाँ फुगाल्दै जुत्ता खोलौँ न। म त बाहिरबाट देखाउनु पर्छ कि फेरि अहिले भिजेपछि त म त सबै भिज्छ।
Baby, Huh? come, baby, come. के अनि म त सबै भित्र त नि छोड्ने जुत्ता खोल्ने के अनि हँ दर्शन गर्ने क्रममा छ कति बाल्ने तिमी बाल बलिसक्यो कि पूजा गर्दैछौँ कालबारी मन्दिरमा बत्ती बालेर के राख्ने त्यो त्यही राख्दै त्यतिकै राख्दै कि फरक पर्दैन कि ल ल दर्शन भित्र जाउँ तालबारी मन्दिर पनि दर्शन गरियो अब हामी कहाँ जाने हो सबैतिर जाने अब फोटो खिच्यौँ यहाँ फोटो खिचेर त्यहाँबाट जाने छ उता उता त्यो फोटो खिच्दै ल पानी नि रोकियो अब रोक्नु अब रमाइलो भयो त अब घुम्नुपर्छ घुम्नुपर्छ जुत लगाएर घुम्ने कि त्यहाँ घुम्ने फोटो सफा गर्नु पऱ्यो नि त त्यहाँ बस्नु न फोटो फोहोर छ त अनि के लाने सफा पानीमा डुबाएर अनि मोजा त अनि भिजिहाल्छ नि यहाँ बस्नु त अब एकछिन बस्नु अनि लाउने हेलो कस्तो लागिरहेको छ तपाईँलाई एकदम रमाइलो रमाइलो लागिरहेछ ब्याग यता राखौँ म अघि त पानी परेर बिजोग भएको थियो अहिले चाहिँ पानी पनि सुक्यो मन्दिर पनि दर्शन गरियो अब चाहिँ सारङकोट अनि कुन ठाउँ कुम्दीकोट कुम्दीकोट सबै घुम्ने पोखराको सबै घुम्ने सबै ठाउँ घुम्छौँ हामी तपाईँहरूलाई देखाउँछौँ है साथीहरू अहिले यस्तो अनि हामी चाहिँ तालबारी मन्दिर दर्शन गरेर निस्किसकेका छौँ फर्किँदैछौँ यस्तै छ आज अलिकति घाम लाग्यो होइन पानी हरायो नि त पानी हरायो अलि रमाइलो भइरहेको
ताल आइपुग्यो ल बेगनास ताल यहाँ है त बेगनास लेक आइपुग्यो घुम्दैछौँ हामी जान्छ जाने त्यतै जाने त हो नि बेगनास ताल घुमेर कति बेलासम्म हुन्छ त्यति बेलासम्म घुमेर जाउँ म झोला त्यहीँ छोडेँ है फेरि किन छोडेँ कहाँ गएर होइन ढुङ्गामा हिँड्नु पाइँदैन रहेछ यहाँ पनि पाइन्छ कति होला है हँ फेरि चढौँ भनेर फेरि चढ्ने पहिले खाना खाऊँ अँ अनि त्यसपछि विचार गरेर आउनु यता आउँ न हामी चाहिँ हामी बेगनास ताल आइपुग्यौँ अब फर्स्टमा खाना खान्छौँ अनि मात्रै घुम्ने खाना खाएर घुम्ने हो बेगनास ए हो बेगनास वाउ यहाँ फिसिङ गरेर बेगनास ताल माछा खाने बेगनासको नो हँ नखाने म त माछा नखाने नखाने किन तपाईँ नखानु नि अनि म मात्रै खान्छु तिमीले खाँदा के हुन्छ त हेरौँ अब त्यहाँ गएर माछा त्यो उकालो माछा कि कस्तो त्यो के भन्छ ग्रिल गरेको माछा यत्रो माछा हुन्छ सिँगै अब म सक्दिनँ नि त खाँदिनँ हामी यता माझीकुना साइडमा आउँदै जाँदैछौँ खानालाई माछा हेर्नु चाहिँ माछाको लागि पासो थापेको यिनीहरू चाहिँ सबै पासो थापेर राख्ने अनि माछा हेरेर माछा बस्छ पाले हो कि माछा पाल्नु पालेको चाहिँ यो चाहिँ हो ठ्याक्क यो कति के उयो उसँग परिस्थितिमा चाहिँ केहरूमा चाहिँ नि यो माछा यिनीहरू यसरी घेरेर माछा पाल्न मिल्छ क्या अनि त्यो माछा निकालेर अनि पुलिसहरूलाई दिने बेच्नु मिल्छ क्या बेच्नु मिल्छ ल स्कुटी पनि आउँदो रहेछ आउँछ बाइक स्कुटी आउँछ यहाँबाट सानो बाटो भयो नि आउँछ स्कुटर बाइकहरू आउँछ यस्तो भएर बस्छ नि यस्तो भएर बस्छ नि यो के के यस्तो हुन्छ कसो हुन्छ अरे हावाले हानिरहेछ नि ऊ त्यसरी ए यो त हावा चलेको होइन नि अलि रिमोट लगाएको जस्तो हुन्छ नि के हो मान्छे कपाल हुन्छ होइन त्यो माछा मार्ने कि झुल कि जाल के भन्छ जाली जाल माछा मार्ने जाल हो त्यो पालेको हुन्छ है त्यसरी नै ल माछाहरू बेगनास ताल हजुर माछा भइहाल्छ नि त्यसो गरेर माछा हुँदैन बेसार जसले राख्छ तिमीले डर राख्छ नि बेसार यता अघि माथि हामी जाने माथि हो कि कता माथि जानु लाग्यो
यहाँ चाहिँ एकचोटि यतैबाट जाउँ न क्या हिँड्नै सकेन टाढा हो र यति नि टाढै होइन नि यहाँ जस्तो लाग्थ्यो यही हो यही जग्गा कि बसेर खाने ठाउँ हामी चाहिँ डे 3 मा छौँ पोखरामा डे 3 यस्तो छ हामी बुढाबुढीको आउटफिट पानी परेपछि बिहानदेखि फेरि आज नि अब फेरि बाहिर घुम्नु निस्किनु लाग्यो हामी हामी चाहिँ डेभिस फलतिर आइपुगेको डेभिस फल घुम्दैछौँ हामी डेभिस फलतिर पाताले छाल डेभिस फल उते चाहिँ राम्रो राम्रो थियो ठाउँ चाहिँ भत्काएको थियो त्यहाँ उता गोल घर थियो त्यही हेर्ने हो त डेभिस फल होइन कि त उहाँ गोल घर थियो होइन त्यो गोलहरू अहिले भत्काएर के बनाउनु लाग्यो पुल बनाउनु लागेको थियो यहाँ पुल बनाउनु लागेको थियो कि अहिले के रहन्छ त ऊ तल जानु मिल्थ्यो हामी होइन पहिले मिल्थ्यो कि ऊ पर गएर हेर्नु यो त पुरै भत्काएको थियो यो रिनोभेसन काम भइरहेको छ त्यही भएर ब्याड लक भयो नि त डेभिस फल पड्किने कस्तो लाग्यो त अहिले तिमीलाई चाहिँ कस्तो लाग्यो मलाई नयाँ ठाउँ एकदम रमाइलो गुप्तेश्वर गुफातिर छिर्दैछौँ अब जाउँ जाउँ यहाँ तल हो कि गुप्तेश्वर गुफा जाँदैछ यस्तो टोपी होइन कि दाइ कति हो यसको टोपीको त्यो लाउने यो लाउने के यो लाउने हेर्नु यो एकचोटि लगाएर हेर्नु यो त हुँदैन के हो यस्तो मलाई राम्रो लाग्यो त्यसै पर्दैन त हाँ प्रवेश
यही भित्र छुने क्यामेरावाला छैन कहाँ क्यामेरा एउटा छ दुईजना चाहिँ महादेव गुफा हामी छिर्दैछौँ बुढाबुढी जाउँ फोटो खींची बोले रास्ता छोड़ दीजिए बिस्तारै बिस्तारै हट जाने की महिंद्रा भोले बाबा गुफे में ही रहते बाहर छोड़ी ना हमने तो अभी जो 10 रुपये बोलते बाबा चौरस्ते पे रहिए रोड पे हर हर महादेव शिव शंभो यस्तै गुफाभित्र छिर्दैछ गुप्तेश्वर गुफा अहिलेको खोला यो त हो नि के त यहाँ कसरी म फोटो खिचिदिन्छु जाउँ न यो महेन्द्र गुफा यो महेन्द्र गुफा साँच्चै के अरे यो महादेव गुफा भिड छ क्यामेरा यहाँ छ हामी चाहिँ कुम्दीकोट आइपुगेका छौँ कुम्दीकोटनिर घुमिरहेको छौँ घुम्दैछौँ तर आज पनि हिजो पनि खुलेन आज पनि खुले छैन मौसम चाहिँ पुरै अँध्यारो भएर बसिरहेको
के थाक्ला हाँ सकाइ लगाएर म यता छु राम्रोहरू छ नयाँ नेपाली ड्रेस लगाएर फोटो खिच्नेको भिड छ मलाई भन्दै आएन हो के भन्दै नाम भन्दै कुम्दीकोट हो के अरे कुम्दीकोट हो कि कुम्दीकोट कुम्दीकोट उयो ए अँ त्यो अरे माथिबाट आएर किन्ने भनेको मलाई बाबा हिँडा गरेर आउनु भने होइन बाबा हिँडा गरेर आउनु बाबा घाँस बोक्नु। अब फर्स्ट टाइम आएको मलाई ठाउँ थाहा छैन केही थाहा छैन फर्स्ट टाइम आएको मलाई केही थाहा छैन कुम्दीकोट झन्डेर यत्र भयो भर्खर घुम्न आउँदैछु नगर तर धुम्म भयो कि आज धुम्म भएर केही राम्रो देखिएन कि मौसम अब के अन्त खराब छ क्या अलिकति उज्यालो भइदियो भयो होइन फुलेको भयो त राम्रो हो त फुलेन क्या हिमालहरू देखिन्थ्यो हिमाल देखिन्थ्यो सबै देखिन्थ्यो यही स्टार चाहिँ राम्रोसँग देखिरहेको छैन दिनै झुर पऱ्यो दिनै तिमी आयो भने त झुरै पऱ्यो छ्या त्यसो नहुनु नि हो हिजो नि त्यस्तै आज पनि त्यस्तै नचाहिने नबोल्ने मलाई हो तपाईँलाई यहीँ एक्लै छोडेर जान्छु नि ल हामी आइपुग्यौँ राम्रोसँग देखेकै छैन क्या बजाऊ यता जाऊ जाऊ सपोर्ट गर्दै जानु ल कुम्दीकोटको शिव स्तूप कस्तो छ शिव स्तूप एकदम राम्रो राम्रो छ अलिक भ्यू चाहिँ राम्रोसँग देखिएन भ्यू त अब यस्तै हो केही देखेन केही पनि देखेन केही देखेन तल देखिएको चाहिँ पामी फेवाताल अरू त केही देखेको छैन ए म्याडमजी देखेको छ म्याडमजी केही नदेखेर टुवा किधर जा रहा है आप स्तूपा जा रहा है स्तूपा स्तूपा जा रहा है इधर तो ऐसा लोग टिभी ला मी कहते थे क्या नाम लगे मैं तेरा नहीं ला नाच्नु नै मेरो पिल्ला मात्रै गर्छ क्या जतिखेर भने सोध्यो भने भनिहाल्नुपर्छ नि
फेरि ओह्रालो पो रहेछ त यत्तिका गाह्रो छ आज त हिँड्नु पर्यो धेरै हिँडेको राम्रो नि त राम्रो त राम्रो होइन यहाँ खुट्टा दुखाएर मर्नु लागिसक्यो त्यो माथि डाँडामा जाने कि नजाने हौ कुन डाँडा त्यो डाँडा जाने कि यताबाट घुमेर ए भगवान् म त नसक्नु रहेछ हौ तब खुट्टा दुखाएको छैन छैन तपाईँको जुत्ता मलाई दिनु मेरो चप्पल तपाईँ लाउनु त्यही काम त हो नि के अब त पेरो भयो आयो हँसाउनु नि अति हँसाउनु हुन्न क्या चाहिने भन्दा बेसी अब त धेरै टाढो छैन होला नि यहाँबाट माथि जानु अन्त त माथि छ त उकालो चढ्नुपर्छ होला होइन यहाँबाट होला माथि जानु भिडियो ए ल जाऊ हामी शान्ति स्तूपा दर्शन गरेर फर्क्यौँ घुमेर फर्क्यौँ यताबाट लड छैन नि त आफ्नो साइड दिनु पऱ्यो नि ए हमारा साइड ठीक बिला आधोको पाङ भएको छ उधर इस साइड शान्ति स्तूपबाट तल झर्दैछौँ हामी पोखरा सिटी देखिनु पोखरा सिटी बहुत होइन अबै त आउँछ क्या उधर है उधर ए नीचे यहाँ पर तो बहुत हल्ला करने वाला लोग मात्रै आता है शान्ति स्तूपबाट तल झरियो